नमस्ते सबैजनालाई। हामीहरू अहिले नवलपरासीको रामनगर एकाडेमीबाट हामीहरू दिल्ली भ्रमणको लागि हिँडिसकेका छौँ र हामीहरू अहिले बाटोमा छौँ र हामी अहिले विभिन्न ठाउँमा चाहिँ रहेका अवस्थित वस्तुहरूको भ्रमण अवलोकन गरिरहेका छौँ। हामी यो देख्न सक्नुहुन्छ, तपाईँहरू दिल्लीको वृन्दावनको प्रेम मन्दिर हो। त्यहाँ विभिन्न कलरफुल तरिकाले चाहिँ बत्ती बलिरहेको हुन्छ। जस्तो मन्दिर रहे पनि त्यसलाई विभिन्न कलरका बत्तीहरूले झिलमिली पारेर चाहिँ फरक फरक खालको कलरको बनाइदिन्छन्। र यो प्रेम मन्दिरमा गोवर्धन पहाड छ। अलि यो कृष्णजीले गोकुलमा गाई चराएको यो चाहिँ रथमा चढेको छ कृष्ण भगवान, होइन। यो रह्यो तपाईँहरूको चाहिँ कृष्ण भगवानको। अब यो गोवर्धन मन्दिर, गोवर्धन जुन चाहिँ गोवर्धन पहाड छ, त्यहाँ चाहिँ कृष्णहरूले चाहिँ जुन उहाँ चाहिँ खेल्दाखेरि उठाएको भन्ने छ, होइन, किंवदन्ती छ। यो चाहिँ हामी भर्खर ताजमहलमा आएका छौँ र केही यो ताजमहलको दृश्य पश्चात तपाईँहरूलाई फेरि पुनः अवलोकन गराउनेछु। मैले विभिन्न खालका दृश्यको अवलोकन पश्चात हामीहरू 11 गते साँझ हामी चाहिँ घर फर्किनेछौँ। र यसै गरी हामी अहिले समाधि स्थलमा, गान्धीको समाधि स्थलमा छौँ। यो समाधि स्थल हो, यहाँ चाहिँ गान्धीजीको चाहिँ अन्त्येष्टि गरेर उहाँको शालिग राखिएको छ है। यस कारणले यो समाधि स्थलका केही तस्बिरहरू हुन्। अब हामी लाल किल्ला आइपुगेका छौँ। यो लाल किल्लाको तस्बिर हो, यो जुन दिल्लीमा अवस्थित छ, होइन। चाँदनी चौकको नजिकै पर्छ। तपाईँहरू पनि घुम्न आउनुभयो भने यहाँ देख्न सक्नुहुन्छ। यहाँभित्रबाट सबै मनोरम कुराहरू, मनोरम दृश्यहरू देख्न पाइन्छ, जहाँ कि जमुना नदी यिनीहरू देख्न पाइन्छ यहाँ। अब यसै गरेर यो लाल किल्लामा हामीहरू अहिले तस्बिर लिएका छौँ। लाल किल्ला घुमेर फर्के पश्चात हामीहरू अब केही क्षणमा हामीहरू घुम्दै फेरि चाहिँ हामीहरू यो इन्डिया गेटतिर हुँदै लाग्नेछौँ। र इन्डिया गेटतिर हुँदै आजको बसाइ चाहिँ दिल्लीको महिपालपुरमा रहनेछ। र यो अक्षरधाम हो है। यो अक्षरधाम हो। यहाँ अति नै एकदम सुन्दर छ, अति नै एकदम शिल्पीहरूले चाहिँ राम्रोसँग चाहिँ तपाईँको कलाकृतिका साथ चाहिँ तपाईँको यो मन्दिरलाई कुदिएको छ। र अब हामी लोटस टेम्पलमा आइपुगेका छौँ। यो लोटस टेम्पल हो यो है, लोटस मन्दिर। यसमा चाहिँ यो कमलको फुल जस्तै छ यो मन्दिर। तल पानी छ, तल भित्रपट्टि ध्यान गरिन्छ। भित्रपट्टि चाहिँ मेडिटेसन हल छ, होइन। त्यसमा हामीले घुम्न पाउँछौँ। र बाहिर राम्रो मनोरम दृश्यको गार्डन छ। यो मनोरम दृश्यको गार्डन छ। यो भर्खर मात्रै मैले लिएको यो तस्बिरमा सूर्यास्त, यो जुन सनसेट भइरहेको छ त्यति बेलाको तस्बिर हो यो। हामीहरू यो आज साँझ यतै दिल्लीतिर बस्ने भनेर चाहिँ अब यता अब चाहिँ आज लोटस टेम्पल भनेका थियौँ। र हामी केही अगाडि चाहिँ कुतुब मिनार देख्यौँ, यो धरहरा जस्तो जुन बत्ती बलेको थियो। र हामीहरू त्यो कुतुब मिनार पछि चाहिँ हामी अहिले मथुरा आएका छौँ, होइन। जाइम मस्जिद आएका छौँ। जाइम मस्जिद, मथुरा हुँदै जाइम मस्जिद घुमेका छौँ। जाइम मस्जिद चाहिँ मुस्लिम धर्मावलम्बीको महान एकदम ठुलो चाहिँ भव्य खालको चाहिँ यो मस्जिद रहेछ। यो चाहिँ कृष्णलीला, जहाँ हामी अयोध्यामा आज फर्किने क्रममा थियौँ। त्यो फर्किने क्रममा हामी अयोध्याको बाटो हुँदै अयोध्या घुम्ने चाहिँ हाम्रो लास्ट गन्तव्य भनौँ न, हाम्रो भ्रमणको लास्ट गन्तव्य अयोध्यामा रामलीला हेऱ्यौँ। अनि त्यसपछि चाहिँ विभिन्न खालका कलाकृतिहरू हेऱ्यौँ, विभिन्न खालका चाहिँ मन्दिरहरू हेऱ्यौँ, विभिन्न खालका तस्बिरहरू हेऱ्यौँ र विभिन्न खालको एकदम आर्किटेक्चरले कुदिएको, होइन, त्यस्ता खालका मन्दिरहरू पनि हेऱ्यौँ। र हामीले केही तस्बिरहरू लिएका छौँ। र यस पश्चात हामीहरू अब यो हेरे पश्चात, अब यो भ्रमण पश्चात लगत्तै हामी घर फर्किनेछौँ।